मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ म र साथी चाहिँ यहाँ छन्। म र साथी चाहिँ आज बाइक स्कुटी राइडमा जान लागेको। आज कति बस्ने घर भनेर अनि हल्का निस्केर हिँड्न लाग्यो। अरू साथीहरूलाई भनेको, साथीहरू त अब त्यस्तै कता कता छन्, अब आफ्नो कामले बिजी छन्। हामी दुईटा चाहिँ अलिक फुर्सदको भइयो। त्यही भएर साथी र म चाहिँ अब यसो घुमघाम गर्नको लागि निस्किनु पऱ्यो भनेको। म चाहिँ ठ्याक्क घर तल छु। म चाहिँ आज ठ्याक्क हजुरहरूलाई नयाँ एक्सपिरियन्स देखाउँछु। बाइकबाट ब्लग गर्छु कि अब के कस्तो हुन्छ। हेलमेटमा गोप्रो त होइन, फोनबाटै गर्ने हो। जे भए पनि हजुरहरूलाई आज नयाँ एक्सपिरियन्स देखाउँछु। साथीको राइड पनि देखाउँछु आज चाहिँ। यहाँ साथी टक्क लाएर हामी यही हो। अहिले अब म डाइरेक्ट बाइकमै भेट्छु। यता यस्तो घाम लगाएको कि यता चाहिँ पुरै घाम आउँछ होइन। साथी तपाईँको बोल्छन् केटा चाहिँ जीवन यो चाहिँ साथी पनि यता मास्तिर आएर चाहिँ टक्क लाएर आज गएर टक्क गरेको नि यसरी मोटो छ के कस्तो देखेको छ पुरै। त्यसरी नै कहिले पनि लाएर हिँड्ने कहिले गर्दिनँ र आज गयो भने चाहिँ हामी त ढुक्क हो यता चाहिँ बाटो पनि यस्तो छ नि हाम्रो बिहान स्कुल आउनु पर्यो। यही बाटो हामीले टक्क स्कुल आउनु ढुक्कै तरिकाले जतासुकै बाइक भयो जतासुकै जहाँ पनि पुग्छु नि मजाले हिँड्दिनँ है। बिस्तारै हिँड्दा अगाउनु घर त्यसै टाढा चाहिँ हिँड्नु ठाउँ छैन होला। ठाउँ छैन होला त्यहाँबाट यताबाट होला। ठाउँ जस्तो लाग्यो ठाउँै छैन क्या हो। किनभने ठाउँ छैन त्यो भइरहेको थियो। यहाँ त बसअड्केर बसिरहेको छ। लौ साथीभाइहरू हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ ठ्याक्क आइसक्यो। यहाँ चाहिँ साथी र म चाहिँ साथी चाहिँ यहाँ छ। यहाँ पिङ रहेछ यार। अब आज चाहिँ धेरै नखाइलेको धेरै भइसक्यो थियो पिङ चाहिँ। अब त्यही भएर हेर्न हिमालहरू कस्तो दामी देखेको छ। हेर्नु त कति हाइटमा रहेछ त नि हिमालहरू त। घरबाट त यत्रिको देख्दै हेर्नु त आमा हिमाल त यहाँबाट त खतरा देख्दैन रहेछ। ए हिमाल यस्तो दामी देखेछ। साथी घर चाहिँ यो साइडतिर रहेछ। हो उता नर्सरी साइड भयो। यो यता तलतिर त अब तालबेसी के भन्छ। हामी चाहिँ आइसक्यो यो बाजस्थल भन्ने। यो ठाउँलाई चाहिँ किन बाजस्थल भन्ने त्यो चाहिँ थाहा छैन। अब के अब सोध्नुपर्छ अहिले। यहाँ मान्छे भेट्यो भने। यहाँ चाहिँ हेर्नु अहिले मैले जिप आउँछ भन्थ्यो नि, जिप आउँछ कि यहाँ चाहिँ टक्क लाएर मेरो साथी चाहिँ बाइक यहीँ छ। अब जाऊँ साथी हामी। ल अब चाहिँ हामी एकछिन मासतिर जान्छौँ। हेलमेट लिऊँ यहाँ साथी। यहाँ हेलमेट छोड्नु यो त छोडिदिनु। म त्यतिकै माइकै छ माइक छ त्यही परे हेर मेरो 1200 जति छ त्यही उसलाई नै स्ट्यान्डलाई नै। हेर्नु न यहाँ चाहिँ अब जिप आइराख्ने घर होला नि यस्तो गरेको। यहाँ घरहरू पनि टन्नै छ कि हेर्नु। यहाँ रेस्टुरेन्ट यो भयो, घरहरू पनि टन्नै छ। यहाँ चाहिँ आउँदा सक्नुहुन्छ हजुरहरू। ट्रेकिङ आउन चाहनुहुन्छ भने बिहानको 2-3 घन्टा 2 घन्टा 3 घन्टामा त आइसक्छ। साथीभाइहरूसित रमाइलो गर्नु छ भने चाहिँ आउन सक्नुहुन्छ हजुरहरू। यहाँ हिमाल पनि क्या देख्छ यार। बिहानमा घाम लागेको हुन्छ। सनराइज पनि क्या दामी देख्छ साथी। म आछु दामी देखिन्छ। म अस्ति नै आछु नि त त्यही भएर चाहिँ टक्क छ। अघिको चाहिँ एङ्गलै नमिल्दैछ यार। एउटा भिडियो खिचेको एङ्गलै नमिल्दिरहेको। अब म बोलेको पनि त्यो माइक अलिक टाढा भएछ क्या बाइकको के अरे हेलमेटभित्र। त्यसलाई चाहिँ मिलाउँछु। अब जाँदा चाहिँ अलि राम्रो गरेर हजुरहरूलाई अलि राम्रो तरिकाले देखाउँछु। अझै कुकुर ए नटोक है। म यहीँ छु यतैको। मलाई चिने है। नआइज भनिरहेको छु। नआइज बस हेरे पछि आउँछ हेरे हेर्दै टोक्ला त। अहिले टोक्यो भने एक बाइट हान्यो भने झन् मैले जाँग लाएर साथी भएको तिग्राको उनै निकालिदिन्छ यार। अस्ति नै आइसकेको थिएँ यही ठाउँमा।
यो चाहिँ रेस्टुरेन्ट भयो मान्छेहरू आउँछ खाजा खान्छ जान्छ टुरिस्टहरू अनि चाहिँ हेलो यी गीत बज्यो यी कपिराइट आउँछ नि यस्तो त पान्तिङको मेलैमा गीत ल ल नाच्नु 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 ए यस्तो रमाइलो छ रमाइलो छ टक्क लाएर यो चाहिँ मान्छेहरू नै आइरहेको रहेछ हेर्नु माथि मान्छे छ यता यो टाइपमा हजुर हजुर यो साइडमा चाहिँ यो साइडमा के भन्छ कि मैले बिर्सेँ भर्खर पाटन भन्छ कि के भन्छ पाटनतिर खै के भन्छ ऊ पारि पनि घर छ यता पनि घर छ ए यता त घरै घर अघि त्यहाँ भैली खेल्नको लागि सिक्नु भएको कि घरको लागि सिक्नु भएको नाच्नु भएको त चाहिँ थाहा भएन तर नाचिराख्नु भएको रहेछ रमाइलो राम्रो गीतमा जस रमाइलो छ यी मान्छेहरू अब यहाँसम्म गाडीमा आउने यहाँबाट अब आफ्नो घरतिर लाग्ने टाइपको हुन्छ यता चाहिँ खै हामी जान्छौँ टक्क भएको यसरी हेर्नु न यो साइड एक दिन भुजीको राइड नै हान्नुपर्छ साथी यही उसमा तिमी अब हामी शुक्लागण्डा एक्सप्लोर हो कि साथी दिनका दिन कसम चाहिँ ल कहिले राङ्लुङ जाने बिहानको राइड कि बिहानको राइड अनि कहिले राङ्लुङ कहिले कता अब शुक्लागण्डा प्रमोट टाइपको भिडियो मानु भोलि त खै के गर्ने भ्याउँदैन भन्छ सुमितको गाउँको हो भन्थ्यो त्यही नि सुमितको घरको गाउँको हो म भ्याउँदिनँ भने अब अघि त्यही भनेको थिएँ नि त्यही भएर हो क्या नभए जानुहुन्थ्यो साथी खाल्टो हो क्या कताबाट तेल बिस्तारै हो साथी यहाँ खाल्टो छ यही हटे यहाँ ओहो ओइ ल है साथी बिस्तारै अब ल अझ यहाँ बेलुकामा आइयो क्या हामी भोलितिर बिहानमा आउनु पर्ने कि भोलि मानुङ जानुभन्दा भोलि यहाँ आऊँ बरु बिहानमा दामी थरी लिएर आउने लाइटर चिया बिस्कुट लिएर आउने अनि चिया खान जाने हो त कताकति हुन्न बिहानमा हुन्न बिहान आउने कि भोलि एक गतेको दिन टक्क लाएर यहाँ आउने यहाँ पानी सानी हुन्छ यता कतापट्टि थियो कि ल आज ट्याक्क बिस्तारै साथी बिस्तारै यहाँ अरू केटा र केटी आउने ठाउँ हो हामी केटा आइन्छ सधैँ भयो साथी नआउनु पर्यो आउनु नि मन छैन क्या दामी देख्छ ल हेर्न हो हेर त बिहानमा जाने पुरै हुस्सु लाउँछ आजपछि हामी जानु लाग्यो साथी र म चाहिँ ल जमिन साथी निकाल टक्क भन्ने जाँच्नु पनि बाइक फेरि स्कुटी निकाल्दैछ यो सबै गो अरे मिटरै बिग्रियो साथी बनाउनु हो मिटर टक्कमा गएर पनि भइसक्यो हिँड साथी अगाडि म पछि चिन्छु डबल साइड गर्नु अझै यसरी माथि गर्नुपर्ने रहेछ कि ल अघि त्यहाँ बिग्रिरहेछ कि कस्तो तनाव अब बिग्रेर कस्तो तनाव भएको छ नि मलाई हेर्न न अहिले बल्ल अलि राम्रै आउला है राख्छु मैले चाहिँ कस्तो आँखा अहिले नि अझै माथि गर्नुपर्ने रहेछ ल अब चाहिँ अलि पहिलाभन्दा बेटर आउँछ कि टक्क लाएर अब चाहिँ बेटर आउँछ कि होइन ल पुरै सिसामा त फग लाउनु रहेछ नि साथीहरू यस्तो हुन्छ नि सिसै खोल्नुपर्ने भयो सिसा खोल्यो भने चाहिँ फेरि के हुन्छ भन्दा नि माइकमा हावाले हान्छ अनि माइकमा हावाले हानेपछि हजुरहरूले राम्रो भिडियो राम्रो अडियो सुन्न पाउनु हुँदैन के भिडियो भन्दा पनि अडियो बेस्ट हुनुपर्छ नि त जाम साथी जाम यहाँ अघि यहाँ गोरु चलिरहेको थियो यार हामी अहिले वास्तुलाबाट झर्दैछौँ बाजस्थलबाट
खै मलाई कसरी कसरी मुहा वास्तोला भन्न आयो कि खै कसले भन्यो, कसले भनेको सुनेर अनि मैले नि मुहा वास्तोला भन्न थालेँ। नभए त बाजस्थल रहेछ नाम चाहिँ। अब किन बाजस्थल राख्यो के हो त्यो त थाहा भएन होइन। अब सोधौँला भोलि पर्सितिर कसैलाई। अब अहिले चाहिँ अब यत्तिकै टुक्क लाएर बिस्तारै बिस्तारै ओहो 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 नाइस नाइस। म चाहिँ अहिले उठेर हानिदिइरहेको छु टक्क लाएर। अब चाहिँ उठेर हान्नुहुन्न किनकि यस्तो छ। बिस्तारै बिस्तारै माया गरौँ माया गरौँ माया गर मायालुले मायालाई अलि अलि लौ लौ लौ। हिँड साथी हिँड। अब साथीको भिडियो गरेर हिँड्छु नि त। साथी केही भइहाल्यो भने लडिहाल्यो भने पनि तैँले कन्टेन्ट आउँछ। त्यही भएर पनि पछाडि बस्नुपर्छ कि। मैले भ्लग हेर्छु नि त, भ्लग हेर्दा हेर्दा सिकेको यो कुराहरू छ। धेरै कुराहरू सिक्नुपर्छ। सरगम सम जम सरगम जम। अहिले हामीलाई आउन कति टाइम लाग्यो, त्योभन्दा धेरै टाइम झर्न राम्रो छ यार। के भएको यो बाटो बिग्रेको भएर अनि खेलाउनु जानु पर्ने त, ब्रेक त सबै खेलाउनु पर्छ कि। बिस्तारै 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 ऐसा बिस्तारै ल है त। बिस्तारै बिस्तारै बिस्तारै। आज मलाई घर बाउले मार्ने भए। छेउतिर धन्दै फेरि यहाँ धेरै आफ्नो कलाबाजी देखाउनुहुन्न, पुगिन्छ तलतिर खोल्सातिर। ल त्यहाँ माइलेज चाहिँ देखाएन यार साथीहरू। यो स्कुटी अरूको कसैको छ यस्तो खालको, मेरो जस्तो यस्तो रेजेक्स भन्छ कि रेजेक्स भन्छ खै नाम पनि थाहा छैन स्कुटीको मलाई। चलाएर हिँड्ने मात्र म त ढुक्क तरिकाले होइन। के भन्छ यस्तो स्कुटीको माइलेज देखाएन यार। माइलेज नदिएर तनाव भएको छ। मैले 1 वर्ष भइसक्यो किनेको होइन, तर माइलेजै नदिएर तनाव भएको छ मलाई चाहिँ। अब चाहिँ म गएर टक्क गएर भन्छु कि अब तँलाई यस्तो यस्तो भयो होइन, यस्तो यस्तो भयो। ल के गर्ने, मैले 2-3 चोटि 4 चोटि सर्भिस गरिसकेँ। 4-5 चोटि नै गरिसक्यो होला सर्भिस चाहिँ। जतिखेर पनि त्यही भन्छ कि के भन्छ भन्दा अर्को सर्भिसमा राम्रो हुन्छ, अर्को सर्भिसमा राम्रो हुन्छ। ओ डोजर आयो। ल अब डोजरलाई कसरी साइड दिनु त यार। हामीलाई साइड दिए त हामी जान्थ्यौँ। ल हेर्नु त गाडी डोजर आयो। डोजर आयो डोजर अलिकति च्याप्ने हो कि। ओ डोजर आयो डोजर। हो डोजर घिराम्लाको के अरे पात लिएर हिँड्छ डोजरले त। घिराम्लाई बोकेर हिँड्छ डोजरले। डोजर आयो साथी, गाउँमा डोजर आयो केटा हो। लगाइजहरू केटा हो डोजर आयो। डोजर हेर्ने भए वास्तोलातिर आम बाजस्थलतिर आम।